हेलो गाइज, आज बिहानै हामी उठेर सिधै आएको छौँ माघा मेच्दै बस चढ्नलाई होइन चढाउनलाई। कसलाई भन्दा मामा जानु हुँदैछ मिटिङमा बर्दिपास। सो मामालाई चाहिँ बस चढाउन आएको हो। र सुरुमा चाहिँ ब्यागबाट एउटा भाइ गयो क्या हेरेर मस्किरहेको थियो क्या पछाडि भिडियोमा आएर। अनि मैले चाहिँ सुरु मामालाई बसमा चढाएँ, त्यसपछि चाहिँ म लागेँ घरतिर। र मामा सुरुमा चाहिँ विराटनगर गएर अनि मात्र जानुहुन्छ बर्दिवास, त्यहाँबाट साथीसँग एक्लै नजाने भनेर। अनि म चाहिँ मामालाई गाडीमा चढाएर फाइनल लागिसक्यो घरतिर। र बिहानै उठ्नुको मजै अर्कै छ क्या। बिहान उठ्नुको मजा किन अर्कै छ भनेपछि बिहानको यो भ्यू हेर्नलाई त स्वर्गै हेरे जस्तो हुन्छ र मजा आउँछ। म धेरै दिनदेखि बिहान उठेको थिइनँ र हजुरहरू यो फुल चिन्नुहुन्छ भने भन्न सक्नुहुन्छ। र यो फुल चाहिँ खास गरी रातको रानी भन्ने फुल हो। रातभरि फुलिसक्दा बिहान झरिसक्छ क्या, त्यही भएर त्यसलाई रातको रानी फुल भन्छ। हाम्रोतिर चाहिँ हजुरकोतिर के भन्छ थाहा छैन। र यो चाहिँ म लिन आएको थिएँ लङको तेल, बहिनीको दाँतमा किरा पलाएपछि अनि त्यो बहिनीलाई दाँतमा लगाइदिने भनेर। अनि त्यो दिइसकेर म फ्रेस भएर खाजा खाएर लागिसकेँ ड्युटीतिर। किनभने अब ड्युटी त हाम्रो रेगुलर हो, त्यो गर्नैपर्छ। र यहाँ पुग्ने बित्तिकै हाम्रोतिर चाहिँ लाइन थियो, यहाँनिर आज लाइन थिएन बिहानदेखि नै। र हाम्रो ब्याट्रीमा पनि इन्भर्टरको ब्याट्रीमा चार्ज सकिन लागेको थियो। र बिहान बिहानै कलेजको स्टुडेन्टहरूले मजाले आएर भिडियोहरू बनाइरहनु भएको थियो क्या। अनि म चाहिँ त्यति भिडियो बनाइसकेपछि अनि लाइन नभएको कारणले त्यति साह्रो आज म भिडियो पनि कन्टिन्यू गर्न सकिनँ। र सिधै रात परेपछि अब हाम्रो भिडियो यहीँ हुन्छ एन्ड। र आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई? यो अरू भिडियोभन्दा यो भिडियो अलि चेन्ज देख्नु होला। तर फुल भिडियो हेर्नुभयो भने थ्याङ्क यू सो मच, बाई। अर्को भिडियोमा भेट्नेछौँ।